So hello everyone, it's me Sisir. I again welcome you all to our beautiful channel Sisir sir. र आज चाहिँ हामीले यो भिडियोमा तपाईले थम्बनेलमा देखिसक्नु भएको छ क्लास 10 भोलि आउँदै गरेको एससी 2082 सालको साइन्स एक्जामको भोलिको साइन्स एक्जामको आज हामीले यो भिडियोमा यति धेरै क्वेशन गर्नेछौं कि तपाईको भोलिको एक्जाम एकदम स्मुथली जानेछ। सो यदि तपाईले यो भिडियोलाई स्किप गर्नु छ भने तपाईको सबैभन्दा ठूलो रिग्रेट हुनेछ। त्यही भएर भिडियोको अन्तिमसम्म जोडिनु होला। आज हामीले साइन्सको बेसिक देखि एडभान्ससम्म क्वेशनहरु गर्नेछौं। यो भिडियोको अन्तिमसम्म जोडिनु होला। यो भिडियोमा हामीले सबै क्वेशन साइन्समा आउने सबै क्वेशन ट्राई गर्नेछौं। पास्ट क्वेशन, प्रिभियस क्वेशन र भोलि आउन सक्ने सम्भावित क्वेशनहरु हेर्नु एकदमै सजिलो क्वेशनहरु आउनेछ, एकदमै इम्पोर्टेन्ट क्वेशनहरु आउनेछ। त्यही भएर तपाई यो भिडियोको अन्तिमसम्म जोडिनु होला। सो ढिला नगरी हामी भिडियोतर्फ लागौं। ल साथीहरु, अब चाहिँ हामीले फिजिक्स पोर्सन हामी सबैले सुरुमा फिजिक्स पोर्सनबाट सुरु गर्छौं। फिजिक्स पोर्सन हुँदै हामी केमिस्ट्री पोर्सनमा छिर्छौं, केमिस्ट्री पोर्सन हुँदै हामी बायोलोजी तर्फ छिर्छौं र यसरी छिर्दा हामी के गर्छौं लास्टमा न्यूमेरिकल पार्ट गर्छौं र यो क्वेशन सबै हामीले सल्भ गर्छौं। त्यही भएर भिडियोको अन्तिमसम्म जोडिनु होला। मेरो च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु र कमेन्ट गर्नु है। तपाईको कुनै डाउट छ, क्वेरी छ भने तपाईले मलाई पर्सनली मेसेज गर्न सक्नुहुन्छ। मैले भ्यासमा रिप्लाई दिन्छु। अब तर तपाईको मैले कुनै पनि डाउट नराखिकन यो सल्भ गरिदिन्छु ल। सबैभन्दा सुरुमा हामी क्वेशनमा जाम। डिफाइन डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल है। अनि अर्को छ डिफाइन फोर्स, ग्रेभिटेशनल फोर्स, ग्राभिटी, वेटलेसनेस, फ्री फल। यसको डिफाइन प्रेशर, आर्किमिडीज प्रिन्सिपल, ल अफ फ्लोटेसन, ल अफ FLO88 ल अफ फ्लोटेसन, पास्कल ल। अनि अर्को डिफाइन टोटल इन्टरनल रिफ्लेक्सन, इट्स कजेस एन्ड डिस्पर्सन अफ लाइट। हेर्नु है, तपाईले आज म सम्भावित क्वेशनहरु जे क्वेशनहरु सोध्न सक्छ सबै बताइदिन्छु। त्यही भएर भिडियोसम्म जोडिनु होला ल। सबैभन्दा सुरुमा हामी डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबल जाम है ल। सबैभन्दा सुरुमा डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो म लेखिदिन्छु, तपाईले बुझ्दै जानुस् र लेख्दै पनि जानुस् है। सबैभन्दा सुरुमा के गर्नुस्, आफ्नो अगाडि नोट कपी लेख्नुस्, यो क्वेशन रट दिनुस्। क्वेशन मात्र लेखेर रटे पनि भयो है, रटे पनि भयो, पास भइन्छ। जो भोलि पास हुन्न, जसलाई चाहिँ भोलि विषय लाग्ने जस्तो डर छ, आज तपाई अन्तिमसम्म जोडिनु होला। 100% पास गराइदिन्छु, हामीले सल्भ गरिदिन्छु क्वेशन पनि है ल। डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल अब हेर्नु। इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो? सबैभन्दा सुरु हामीले के कुरा बुझ्नु पर्यो भने डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो हैन। इन्डिपेन्डेन्ट भेरिएबल यसरी डाइरेक्ट लेख्न जानु। दिस भेरिएबल इज कन्ट्रोल्ड बाइ रिसर्चर। भनेको यो भेरिएबल चाहिँ कसले कन्ट्रोल गर्न सक्छ भने रिसर्चरले कन्ट्रोल गर्न सक्छ। यो भेरिएबल के भन्छ, दिस इज नट डाइरेक्टली कन्ट्रोल्ड बाय रिसर्चर। अब यो इन्डिपेन्डेन्ट भेरिएबल के हो? इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ के गर्न सकिन्छ भने हामीले रिसर्चरले कन्ट्रोल गर्न सकिन्छ हैन। दिस भेरिएबल इज कज हैन, एन्ड दिस भेरिएबल इज एन इफेक्ट। अब मैले यो के लेखेँ भन्ने तपाईलाई डाउट लाग्ला हेर्नु। सिम्पलमा तपाईले के बुझ्नुस् भने एक्जाम्पल दिन सक्नुहुन्छ तपाईले। जस्तै तपाईले सुरुमा एउटा चाहिँ डेफिनेसन लेखिदिनुस्, माथि हल्का सानो एक्जाम्पल लेखिदिनुस्, दैट इज इनफ है, मोर देन इनफ। इन्डिपेन्डेन्ट भेरिएबल डिपेन्डेन्ट भेरिएबल भनेको के हो? यो अब धेरै नबुझेको हुन सक्छ। सिम्पलमा के बुझ्नुस् भने जब हामीले रिसर्च गर्छौं, जब हामीले कुनै साइन्टिफिक रिसर्च गर्छौं अथवा कुनै पनि हामीले काम गर्दाखेरि यदि कुनै पनि कुरा चाहिँ रिसर्चरले डाइरेक्टली कन्ट्रोल गर्न सक्छ भने दैट इज के डिपेन्डेन्ट भेरिएबल हैन, दैट इज के इन्डिपेन्डेन्ट भेरिएबल। अनि जुन भेरिएबल जसलाई चाहिँ हामीले के गर्न सकिन्छ, कन्ट्रोल गर्न सकिन्न डाइरेक्टली, त्यसलाई हामी के भनिन्छ, डिपेन्डेन्ट भेरिएबल भनिन्छ। यो डिपेन्डेन्ट भेरिएबल के हुन्छ? डिपेन्डेन्ट भेरिएबल इन्डिपेन्डेन्ट भेरिएबलमा के हुन्छ, डिपेन्ड हुन्छ। यो भनिराख्दाखेरि तपाईले के भने रामायण पढा जस्तो लाग्यो होला। अब तपाईले सिम्पली के बुझ्नुस् भने एउटा एक्जाम्पलबाट तपाईलाई म क्लियर पार्न सक्छु। जस्तै हेर्नु, जस्तै मानम एउटा पंखा यसरी घुमिरहेछ, पंखा के गरिरहेछ, यसरी घुमिरहेछ हैन। मैले के गरे, यो स्विच हो मैले दाबे, पंखा यसरी घुमिरहेछ, पंखा यसरी घुमिरहेछ हैन, घुमिरहेछ। अब मैले के गरे, यो स्विचलाई मैले अन गर्दाखेरि के भयो, पंखा घुम्यो, के डाउट छ छैन। अब स्विचलाई मैले बन्द गर्दाखेरि के हुन्छ, पंखा रोकिन्छ कि रोकिन्न? भनेको यो स्विचलाई कन्ट्रोल गर्ने
अधिकार कोसँग छ मसँग छ कि छैन छ नि मैले स्विचलाई डाइरेक्टली कन्ट्रोल गर्न सक्छु सक्दैन सक्छु भने द्याट इज के द्याट इज इन्डिपेन्डेन्ट भेरिएबल भनेको यो स्विच के भयो यसमा इन्डिपेन्डेन्ट भेरिएबल भयो किनकि यो डाइरेक्टली रिसर्चरले के गर्न सक्छ कन्ट्रोल गर्न सक्छ र यो पंखा भनेको के भयो पंखा भनेको डिपेन्डेन्ट भेरिएबल भयो किनकि यो चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल के छ डिपेन्ड गर्छ भनेको मैले स्विच दाब्दाखेरि यो पंखा घुम्छ स्विच बन्द गर्दाखेरि पंखा के हुन्छ रोकिन्छ भनेको के रहेछ यो भनेको डिपेन्डेन्ट भेरिएबल रहेछ केसमा यो स्विचमा हैन रिसर्चरमा र यो स्विच चाहिँ के रहेछ यो चाहिँ डाइरेक्टली डिपेन्डेन्ट डाइरेक्टली के हुने रहेछ यो चाहिँ रिसर्चरले चाहिँ कन्ट्रोल गर्न सक्ने रहेछ सो इट इज इन्डिपेन्डेन्ट भेरिएबल बुझ्नुभयो बुझ्नु जस्तै पंखा घुमिरहेछ पंखा घुम्नु भनेको के हो यो पंखा घुम्नु भनेको तपाईको हो डिपेन्डेन्ट भेरिएबल र पंखाको जुन रेगुलेटर हुन्छ जसले मैले यसको पंखाको स्पिड तल माथि गर्न पाउँछु त्यो भनेको के हो त्यो भनेको इन्डिपेन्डेन्ट भेरिएबल हो यति सजिलो छ है यो के भयो यो आई होप तपाईलाई क्लियर भयो अब हामी कहाँ जाम अब हामी जाम नेक्स्ट क्वेशनमा अब हामी कहाँ जाम नेक्स्ट क्वेशनमा है नेक्स्ट क्वेशन के भनेछ भने डिफाइन फोर्स ग्रेभिटेशनल फोर्स ग्रेभिटी वेटलेसनेस अनि फ्री फल यहाँ मैले एउटै क्वेशनमा धेरै कुराहरु राख्दिएको छु अब हामीले यो बारम्बार बुझ्न पर्ने जरुरत छ किनभने यो भोलिको क्वेशनमा 100% यहाँबाट फिक्स क्वेशन आउँछ के आउँछ रे 100% यहाँबाट फिक्स क्वेशन आउँछ सो के गर्नुस् तपाईले एकदमै राम्रोसँग यहाँ ध्यान दिनुस् ल अब चाहिँ हामीले सेकेन्ड वाला क्वेशन गर्न गइरहेको छौं सेकेन्डमा हामीले एउटा दुईटा तीनटा चारवटा पाँचवटा यहाँ पाँचवटा कुरा छ हामीले पाँचवटा कुरा बुझ्छौं एकदम राम्रोसँग त्यो भन्दा पनि बढी कुरा बुझ्छौं ल सबैजना सुरुमा के छ डिफाइन फोर्स के छ रे फोर्स अब हेर्नु नर्मली फोर्स भनेको के हो हामीले थाहा हुनु पर्छ फोर्स भनेको m * g के रे m * g अथवा m * a g भने पनि एउटै हो वेयर m इज के वेयर m इज मास g भनेको एक्सिलरेसन ड्यू टु ग्रेभिटी हेर्नु है एक्सिलरेसन ड्यू टु ग्रेभिटी मैले पार्टमा बुझिरहेको तपाईलाई अब मास भनेको के हो मास भनेको अमाउन्ट अफ म्याटर प्रेजेन्ट इन अ बडी कुनै पनि अब्जेक्टमा कति अमाउन्ट अफ म्याटर प्रेजेन्ट छ त्यसलाई हामीले के भनिन्छ मास भनिन्छ फर एक्जाम्पल एउटा बुक छ त्यो बुकमा चाहिँ कति अमाउन्ट अफ त्यो बुकको मास प्रेजेन्ट छ त्यसलाई हामीले के भनिन्छ त्यसलाई हामीले मास भनिन्छ र ग्रेभिटी भनेको के हो ग्रेभिटी भनेको एक्सिलरेसन ड्यू टु ग्रेभिटी हो भनेको एक्सिलरेसन प्रोड्युस बाइ द ग्रेभिटी इट्सेल्फ के एक्सिलरेसन ड्यू टु ग्रेभिटी जस्तै तपाईले के बुझ्नुस् भने एउटा कुनै पनि अब्जेक्टलाई मैले माथिबाट तल खसालेको छु भने यसले के गर्छ यसले चाहिँ एउटा ग्रेभिटीलाई त्यसले चाहिँ एउटा ग्रेभिटी एक्सपीरियन्स गर्छ र ग्रेभिटीको कारणले गर्दा के हुन्छ त्यसको भेलोसिटीको इन्क्रिजमेन्ट हुन्छ के हुन्छ भेलोसिटीको इन्क्रिजमेन्ट हुन्छ एन्ड दैट इज के एक्सिलरेसन ड्यू टु ग्रेभिटी द एक्सिलरेसन प्रोड्युस बाइ द ग्रेभिटी इज कॉल्ड के एक्सिलरेसन ड्यू टु ग्रेभिटी अनि हाम्रो अर्थको एक्सिलरेसन ड्यू टु ग्रेभिटी कति छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर नै जुन कुरामा इम्पोर्टेन्ट छ त्यो कुरामा स्लोली पढाउँछु जुन कुरामा अलि लेस इम्पोर्टेन्ट छ त्यसलाई मैले फास्टली पढाउँछु है त्यही भएर के गर्नुस् तपाईले एकदमै राम्रोसँग सुन्नुस् तर म बेसिकबाट जान्छु यो क्लियर भयो यो ए भनेको पनि के हो यो ए भनेको पनि एक्सिलरेसन हो हामीले यहाँसम्म के छ के डाउट छ छैन फोर्स भनेको मास इन्टु ग्रेभिटी यो मास केमा नापिन्छ 1 केजी मा नापिन्छ ग्रेभिटी केमा नापिन्छ 1 मिटर पर सेकेन्ड स्क्वायर मा नापिन्छ अब हेर्नु है तपाईले के कुरा बुझ्नु पर्यो भने जहिले पनि हामीले डेफिनेसन लेख्दाखेरि केमा गराउनु पर्छ जहिले पनि हामीले डेफिनेसन एसआई सिस्टममा गराउनु पर्छ एसआई युनिटमा गराउनु पर्छ मासले केमा नापिन्छ केजी मा नापिन्छ ग्रेभिटी केमा नापिन्छ 1 मिटर पर सेकेन्ड स्क्वायर मा नापिन्छ र फोर्स चाहिँ हामीले केमा नापिन्छ 1 न्यूटन मा नापिन्छ तपाईलाई डिफाइन 1 न्यूटन फोर्स भनौस् या डिफाइन फोर्स भनौस् तपाईले के गर्नु पर्छ तपाईले आन्सर एउटै तरिकाले लेख्न पर्छ के लेख्न पर्छ भने सिम्पल रूपमा व्हाट इज फोर्स फोर्स भनेको के हो तपाईले केही पनि आएन के बुझ्नु पर्यो भने हामीले सानो क्लासमा पढेको द पुल और पुश दैट चेन्ज द पोजिसन अफ अ बॉडी इज कॉल्ड फोर्स यो तपाईले क्वेशन सोध्दैन तपाईले के सोध्न सक्छ भने डिफाइन 1 न्यूटन फोर्स के डिफाइन 1 न्यूटन फोर्स म तपाईले के लेख्ने वेन हेर्नु है अब 1 न्यूटन फोर्स भनेको के हो 1 न्यूटन फोर्स भनेको के भने जब 1 किलो मासले तपाईले के गर्छ जब 1 किलो मासले हैन के गर्छ 1 मिटर पर सेकेन्ड स्क्वायर को एक्सिलरेसन गेन गर्छ दैट इज 1 न्यूटन फोर्स भनेको 1 न्यूटन फोर्स इज डिफाइन्ड एज when 1 kg of mass accelerated with 1 meter per second square that is called 1 न्यूटन फोर्स के रहेछ सिम्पल छ नि अथवा तपाईलाई यसरी नै लेख्नु ल when what is 1 न्यूटन फोर्स when 1 kg of mass हैन accelerated with 1 meter per second square हैन हो कि नहीं with 1 meter per second square acceleration is called 1 न्यूटन फोर्स हैन साइन्स के ड्युटी छ के तपाईले डेफिनेसन आफै क्रिएट गर्न सक्नुहुन्छ तपाईले मैले बुकको डेफिनेसन पढेर छैन तपाईले मैले डेफिनेसन क्लियर गर्न सिकाइरा छु तपाईको मार्क्स नकाट्ने ठाउँ दिइरा छु अब तपाईले के गर्न पर्यो एक्जाममा लेख्न पर्यो फोर्स भनेको के हो मास इन्टु के रे mg m इन्टु g मास इन्टु एक्सिलरेसन ड्यू टु ग्रेभिटी मास भनेको 1 kg भयो
हैन इन्टु 1 मिटर पर सेकेन्ड स्क्वायर यो भनेको नि के हो यो भनेको नि 1 न्यूटन फोर्स हो यो नि के हो रे 1 न्यूटन यस्तो टाइपको देखाइदिनु के हुन्छ तपाईले मार्क्स इजिली पाउनुहुन्छ 1 मार्क्स सोध्यो भने 1 मार्क्स पाउनुहुन्छ 2 मार्क्स सोध्यो भने के गर्नुहुन्छ रे 2 मार्क्स पाउनुहुन्छ ल फोर्सको कन्सेप्ट के भयो तपाईको क्लियर भयो नदिन सक्छ त्यही पनि तपाईले मैले राखिदिएको बुझ्नको लागि अर्को चाहिँ ग्रेभिटेसनल फोर्स अब हेर्नु ग्रेभिटेसनल फोर्स भनेको के हो ग्रेभिटेसनल फोर्स र ग्रेभिटी पनि एकैचोटि तपाईलाई बुझाइदिए हेर्नु है ग्रेभिटेसनल फोर्स भनेको के भने सिम्पल रूपमा द एट्र्याक्सन फोर्स द एट्र्याक्सन फोर्स बिट्विन एनी two heavenly bodies in the universe is gravitational force right the attraction force between any two heavenly bodies in the universe is called gravitational force भनेको यो ब्रह्माण्डमा यदि ठुलो म्यासिभ अब्जेक्ट छ जस्तै एउटा सन छ एउटा मुन छ हैन सनले मुन एकअर्कालाई के गर्छन् एक आपसमा तान्छन् पुल गर्छन् ग्रेभिटेसनल पुल गर्छन् हैन दैट इज कल्ड ग्रेभिटेसनल फोर्स क्लियर भयो तपाईले एक्जाम्पल हेर्नु है तपाईले एउटा कुरा के क्लियर कुरा हो भने तपाईले जहिले पनि डेफिनेसन लेखेपछि तपाईले थाहा भएको एक्जाम्पल लेखिदिनुस् किनकि साइन्सले हामीले आफ्नो ल्याङ्ग्वेजमा लेख्न ट्राई गर्नुपर्छ अब एक्जाम्पल के हो सन यसरी ग्रेभिटेसनल फोर्स बिट्विन हैन सन एन्ड मुन यति लै भयो बुझ्नु एक्जाम्पल क्लियर भयो ल अब अर्को चाहिँ ग्राभिटी अब ग्राभिटी भनेको के हो ग्राभिटी भनेको त्यो एट्र्याक्सन फोर्स नै हो के द एट्र्याक्सन फोर्स हैन बिट्विन any two object attraction force between any two object when one object attract towards the center of other object is gravity हैन तपाईलाई मैले तपाईको ल्याङ्ग्वेजमा आन्सर लेखिरहेको छु है तपाईको ल्याङ्ग्वेजमा तपाईले आन्सर लेखिरहेको छु तपाईले बुझ्न सजिलो हुन्छ भनेर ग्राभिटेसनल फोर्स भनेको कुनै पनि दुईटा म्यासिभ अब्जेक्ट बिचको तपाईको पुल एउटा एट्र्याक्टिङ फोर्स हामीले के भन्छ ग्राभिटेसनल फोर्स भनिन्छ र ग्राभिटी भनेको सिम्पल रूपमा के भन्छ जस्तै एउटा अर्थ भयो अर्थमा मैले मार्कर यसरी ड्रप गरे भने दैट इज कल्ड ग्राभिटी भनेको यो पनि दुईटा तपाईको के भन्छ बडी बिच एट्र्याक्सन हो तर के हुन्छ यसमा एउटा बडी ठुलो हुन्छ र अर्को बडी धेरै सानो हुन्छ र तिनी के गर्छ सेन्टरतिर पुश गर्छ सेन्टरतिर के गर्छ अर्को बडीले तान्छ भनेको यसरी भनेको हुन्छ द एट्र्याक्टिङ फोर्स बिट्विन एनी टू अब्जेक्ट when one object is pulled towards its center of other object is called gravity हेर्नु है यसलाई हामीले के रिप्रेजेन्ट गरिन्छ स्मल चाहिँ रिप्रेजेन्ट गरिन्छ वेट 9.8 मिटर पर सेकेन्ड स्क्वायर यो भनेको के हो यो भनेको तपाईको एक्सेलरेशन ड्यू टु ग्राभिटी on अर्थ सरफेस ल यो के भयो क्लियर भयो हेर्नु है तपाई यसरी बुझ्नुस् अनि अर्को छ के अर्को छ हाम्रो वेटलेसनेस अर्को के छ फ्री फल एकदम क्लियर कट पार्नु छ एकदम क्लियर कट तपाईले यहाँ बुझ्नु छैन वेटलेसनेस भनेको के हो द कन्डिसन अफ अ बडी वेयर इट्स वेट सीम्स टु बी जीरो भनेको द कन्डिसन अफ अ body when its weight seems to be zero is weightlessness जस्तै तपाईले के बुझ्नुस् भने तपाई जस्तै हाम्रो लिफ्ट हुन्छ नि लिफ्टबाट जब हामी के गर्छौं तल खस्छौं तल खस्दाखेरि के लाग्छ तपाईले भन्नु त तपाईको वेट तपाईलाई बढे जस्तो लाग्छ कि तपाईलाई घटे जस्तो लाग्छ भन्नु त के लाग्छ हो तपाईले के लाग्छ अथवा तपाईले त्यो अलि त्यो पनि बुझ्नु पर्छ जस्तै तपाईले चाहिँ के बुझ्नु भने सिम्पल रूपमा तपाई जब माथिबाट जब तपाई तल खस्नुहुन्छ तल पुग्नुहुन्छ तपाई जब हावामा हुनुहुन्छ त्यो सड त्यो पल तपाईले याद गर्नुस् हैन तपाई त्यो पलमा तपाईको वेट नै नभए जस्तो लाग्छ तपाईले के लाग्छ तपाईँ एकदमै वेटलेसनेस हावामा तैरे जस्तो लाग्छ हो त्यो कन्डिसनमा के हो त्यो कन्डिसन भनेको वेटलेसनेस हो जुन कन्डिसन जब तपाईले आफ्नो वेटलाई जीरो पाउनुहुन्छ हैन त्यसलाई हामी के भनिन्छ वेटलेसनेस भनिन्छ द कन्डिसन अफ बडी वेयर इट्स वेट सिम्स टु बी जीरो इज कल्ड वेटलेसनेस तर जीरो हुँदैन वेट तर त्यहाँ के हुन्छ जीरो देखिन्छ जीरो के हुन्छ जीरो फिल हुन्छ भने हामी के भनिन्छ वेटलेसनेस भनिन्छ र फ्री फल भनेको के हो भने सिम्पल रूपमा व्हेन एन अब्जेक्ट हेर्नु यसैमा आन्सर हुन्छ वेटलेसनेस भनेको वेट जीरो भएको फ्री फल भनेको फ्रीली फल भएको व्हेन
एन अब्जेक्ट इज फ्रीली फल हैन ओन्ली हेर्नु है ओन्ली अंडर द INFLUEN's influence of gravity only is free fall राइट जो कुनै पनि अब्जेक्टलाई मैले ग्राभिटीको हेर्नु है जस्तै ग्राभिटी छ ग्राभिटीको मैले उसमा चाहिँ तल खसाले भने यसलाई मैले के भन्छु यसलाई यसरी मैले तल खसाले यसलाई मैले के भन्छु यसलाई मैले फ्री फल भन्छु किन भन्छु भने किनकि यो ग्राभिटीको इन्फ्लुएन्स मात्र तल खसेको छ ग्राभिटीको इन्फ्लुएन्स मात्र तल खसेको छ when an object is freely falling towards him भन्नु परेन when an object is freely falling under the influence of gravity only is called free fall तर free fall कन्डिसन के हो हेर्नु only under the influence of gravity भनेको ग्राभिटी बाहेक चाहिँ अरु कुनै पनि कुरा हुन भएन अब के कुरा हुन भएन जस्तै यहाँ हावा छ हैन यहाँ तपाईको हावाहरु छ नि यो हावाहरु सबै एयरको नेग्लिजेन्स हुन पर्यो भनेको एयर हुन भएन के हुन भएन एयरको रेजिस्टेन्स हुन भएन के हुन भएन रे एयरको रेजिस्टेन्स हुन भएन अनि त्यही नै के हो त्यही नै फ्री फलको कन्डिसन हो हेर्नु है त्यही नै के रे फ्री फलको कन्डिसन यसरी बुझ्न सक्छ है व्हाट इज द कन्डिसन अफ वेटलेसनेस के हो वेटलेसनेस कन्डिसन के हो रे वेटलेसनेस कन्डिसन अफ फ्री फल जब कुनै पनि अब्जेक्ट फ्रीली फल हुन्छ ग्राभिटीको इन्फ्लुएन्समा मात्र तब त्यसले के गर्छ तब त्यसले चाहिँ तपाईको वेटलेसनेस फिल गर्छ के गर्छ वेटलेसनेस फिल गर्छ यसको कन्डिसन फ्री फल भयो फ्री फलको कन्डिसन के भयो फ्री फलको कन्डिसन चाहिँ के भयो तपाईको फ्री फल कुन कन्डिसनमा हुन्छ जब कुनै पनि अब्जेक्ट ग्राभिटीको इन्फ्लुएन्समा मात्र तल खस्छ के गर्छ रे ग्राभिटीको इन्फ्लुएन्समा मात्र तल खस्छ यो क्लियर भयो है ल अब हामी जाम नेक्स्ट क्वेशन तिर नेक्स्ट क्वेशनमा के छ भने हाम्रो अर्को क्वेशन छ फटाफट गर्दैछौँ हामीले डिफाइन प्रेशर भनेको के हो प्रेशर भनेको फोर्स पर युनिट एरिया राइट फोर्स पर युनिट एरिया इज कॉल्ड प्रेशर सही हो के फोर्स पर युनिट एरिया इज कॉल्ड प्रेशर एडीएफ के गाह्रो छ छैन तपाईले यो थाहा हुनु पर्यो कि फोर्स बाइ एरिया भनेको फोर्स पर युनिट एरिया अथवा फोर्स टु द एरिया इज कॉल्ड के प्रेशर अब तपाईले के सोच्न सक्छ अघि नै जस्तै 1 पास्कल प्रेशर सेम अघि नै जस्तै हेर्नु फोर्स हामीले केमा नापिन्छ न्युटनमा नापिन्छ यो एरिया केमा हुन्छ मिटर स्क्वायरमा हुन्छ यही नै के 1 पास्कल प्रेशर के भनेको पास्कल प्रेशर यसलाई कसरी डिफाइन गर्ने हेर्नु when 1 Newton force is applied on 1 meter square area that is called pressure when 1 Newton force is applied on 1 meter square area that is called pressure के डाउट छ यहाँसम्म नो डाउट हेर्नु है केही पनि डाउट छैन फेरि भन्छु when 1 Newton force is applied on 1 meter square area it's called 1 pascal pressure ल यो पनि क्लियर भयो अब हाम्रो आर्किमिडीज प्रिन्सिपल भनेको के हैन एकदमै मोस्ट इम्पोर्टेन्ट क्वेशन ARCHEMEDIC आर्किमिडीज प्रिन्सिपल हैन मोस्ट इम्पोर्टेन्ट फिक्स है हेर्नु कि यो फिक्स हजुर ल अनि अर्को चाहिँ ओके रोको त्यति सुरु गर्न भयो ल भनेको अब अर्को चाहिँ हामी यो पनि क्लियर भयो अब हामी गाउँ डिफाइन आर्किमिडीज प्रिन्सिपल ल अफ रोटेसन र पास्कल ला हैन तीनटा मध्ये एउटा क्वेशन 100% फिक्स तीनटा मध्ये एउटा क्वेशन 100% फिक्स यसबाट 4 मार्क पनि सोध्छ त्यही भएर एकदमै गएर हेर्नु होला तपाईलाई म यसरी बुझाइदिन्छु कन्सेप्ट तपाईको कन्सेप्ट दिमागबाट निस्किन्न आर्किमिडीज प्रिन्सिपल अब आर्किमिडीज प्रिन्सिपल भनेको के हो सिम्पल रूपमा आर्किमिडीज प्रिन्सिपल भनेको के हो भने अपथ्रस्ट इक्वल टु के हुन्छ अपथ्रस्ट इक्वल टु बुoyant फोर्स भन्नु खोजेको के भन्छ अपथ्रस्ट भनेको बुoyant फोर्स हो र यो बराबर के हुन्छ यो बराबर वेट अफ डिस्प्लेस वाटर हुन्छ के हुन्छ रे अपथ्रस्ट भनेको के रहेछ अपथ्रस्ट इक्वल टु यो भनेको बुoyant फोर्स रहेछ बुoyant फोर्स भनेको अपथ्रस्ट भनेको एउटै हो यो इक्वल टु के रहेछ रे वेट अफ डिस्प्लेस वाटर रहेछ र अर्को के रहेछ ल अफ फ्लोटेसन हेर्नु म बुझाइराख्छु है बुझ्नुस् अन्तिमसम्म बुझ्नुस् म बुझाइदिन्छु पुरै क्लियर पार्दिन्छु ल अफ फ्लोटेसन यो भनेको के हो भने वेट अफ डिस्प्लेस फ्लुइड इक्वल टु के हो वेट अफ डिस्प्लेस फ्लुइड इक्वल टु के भने वेट अफ द ऑब्जेक्ट ओके वेट अफ द OBJECT ऑब्जेक्ट यति मात्र बुझ्नु पर्यो के
बुझ्नुभयो कि डाउट छ छैन? दुईटा पहिला म तपाईँलाई क्लियर इक्जाम्पलबाट बुझाइदिन्छु। जस्तै एउटा के छ, एउटा तपाईँको बिगरमा एउटा भाँडो एउटा पानी छ, यहाँ के छ एउटा पानी छ, पानी छ। अब मैले के गरेँ, एउटा मैले ढुङ्गा यहाँ यसरी मैले तल यहाँ डुबाएँ, डुबाउँदाखेरि के हुन्छ, यहाँबाट मानौँ तपाईँको पानी के भयो, यसरी तल आयो, तल आउँछ, अब यसले आउँछ हो, यहाँबाट के हुन्छ तल पानी आउँछ। र जब यसलाई हामीले नाप्छौँ यो कति देखाउँछ, मानौँ 10 न्युटन देखाउँछ र के कति देखाउँछ 10 न्युटन देखाउँछ। यो बनेको के हो, यो बनेको अफ थ्रस्ट हेर्ने तपाईँले उसको सोच्छ है, यो भोलि THR यो अफ थ्रस्ट है, यो स्प्रिङ TRUST अफ थ्रस्ट है, अफ थ्रस्ट। तपाईले अब के सोच्छ यो भोलि थाहा छ तपाईले, भोलि तपाईले न्युमेरिकल सोच्छ हेर्नु लाग्यो, एकबार ध्यान दिनुस्। भनेको जति वाटर बाहिरको यो बनेको यो बनेको अफ थ्रस्ट हो र यो बराबर के हो, यो बराबर वेट सरी यो बराबर हेर्नु सरी यो बनेको के अफ थ्रस्ट हो अनि यही के हो, यो बनेको के सुरुमा यो बनेको चाहिँ अफ थ्रस्ट हाम्रो क्लियर भयो। तर एक्चुअलमा यो बनेको के हो, यो बनेको वेट अफ डिस्प्लेस्ड फ्लुइड हो कि हैन। जब कुनै पनि अब्जेक्टलाई मैले पानीमा यसो तैराइदिन्छु के गर्छु, तैराइदिन्छु तब के हुन्छ, त्यो अब्जेक्टले आफू वरपरको पानीलाई के गर्छ, डिस्प्लेस गर्छ, भनेको पर सार्दिन्छ र त्यो के हुन्छ, भाँडोभन्दा बाहिर निस्किन थाल्छ। के हुन्छ अरे, भाँडोबाट बाहिर निस्किन थाल्छ। जति भाँडोबाट पानी बाहिर निस्किन्छ, जति भाँडोबाट पानी बाहिर निस्किन्छ हो त्यही बराबरको फोर्स, त्यही बराबरको अफ थ्रस्ट के गर्छ, त्यसले त्यो केमा अब्जेक्टमा लगाउँछ, के गर्छ अब्जेक्टमा लगाउँछ। अफ थ्रस्ट भनेको के, व्हाट इज अफ थ्रस्ट? अफ थ्रस्ट भनेको द अपवर्ड फोर्स exerted by the liquid, exerted by the fluid to the object which is wholly or partially immersed in a fluid है, which is wholly or partially immersed in a fluid। अब त्यो के हो, अब हामीले बुझ्छौँ हेर्नु, सिम्पलमा बुझ्नु भयो। यो भनेको अफ थ्रस्ट हो, यो भनेको के अफ थ्रस्ट हो र यो बराबर के हुन्छ, वेट अफ डिस्प्लेस फ्लुइड हुन्छ। जे भने हो के भनेको जतिले पानी डिस्प्लेस गर्छ त्यही नै के हो, अफ थ्रस्ट हो, त्यही नै के हो, आर्किमिडीज प्रिन्सिपल हो कि हैन हो। र अब तपाईले के बुझ्नुस् भने, जस्तै हेर्नु मानौँ अब यसले के गर्यो, यसले चाहिँ तपाईको 10 न्युटन फोर्स लगायो भने यसले के गर्छ, 10 न्युटनले माथि पुश गर्छ हो। अब मानौँ अर्कोले अब के गर्यो, 20 न्युटनले यहाँ लगायो, 20 न्युटन वाटर वेट डिस्प्लेस गर्यो भने यसले के गर्छ, 20 न्युटनले माथि ढकल्छ। यही त हो नि अफ थ्रस्ट आर्किमिडीज प्रिन्सिपल भनेको, जति पानी डिस्प्लेस गर्छ त्यति फोर्सले बाहिर माथि एउटा उचाल्छ। मानौँ यसले एउटा यस्तो कन्डिसन आउँछ जुन कन्डिसनमा यसले के गर्छ, यो जुन यो छ नि यो अब्जेक्टलाई पानीमा तैराइदिने बराबरको के गर्छ, फोर्स लगाउँछ। के गर्छ रे, तैराइदिने बराबरको फोर्स लगाउँछ भने त्यही नै के हो, त्यही नै ल अफ फ्लोटेसन हो। भनेको यसले यति वाटरलाई डिस्प्लेस गर्छ कि यसले त्यो के हुन्छ, that is sufficient enough to make that object float in the water। जस्तै एउटा अब्जेक्टलाई मैले तल खसाले, त्यसले पानी डिस्प्लेस गर्यो, अझै तल खसाले, जति धेरै पानी डिस्प्लेस गर्यो त्यसले के गर्यो, त्यति माथि ढुकुल्यो। र एउटा यस्तो कन्डिसन आयो जुन कन्डिसनमा के गर्यो, यसले यति वेट अफ वाटर बाहिर डिस्प्लेस गर्यो कि यसले के गर्यो, यसले चाहिँ यो पानीलाई, यसले चाहिँ अब्जेक्टलाई पानीमा तैराइदियो। त्यही नै के हो, ल अफ फ्लोटेसन हो। भनेको वेट अफ डिस्प्लेस फ्लुइड इक्वल टु के, वेट अफ दैट अब्जेक्ट। भनेको यसको वेट जति छ यसको वेट बराबरको यदि पानीलाई डिस्प्लेस गर्छ भने त्यसलाई हामी के भनिन्छ, ल अफ फ्लोटेसन भनिन्छ। क्लियर भयो। अब लेख्दाखेरि कसरी लेख्ने भन्ने कुरा हो है। अब हेर्नु सिम्पल रूपमा जब तपाईले लेख्नुहुन्छ यसलाई के गर्ने, सुरुमा यसरी टाका लेख्ने, दिमागमा क्लियर हुन पर्यो के। अर्को एउटा 300 भागमा के हुन पर्यो, वेट अफ डिस्प्लेस फ्लुइड इक्वल टु अफ थ्रस्ट भन्ने क्लियर हुन पर्यो। अब के गर्ने, व्हेन एन अब्जेक्ट is wholly or partially immersed in a fluid है ना, it experience an upward force that is of thrust, that is of thrust, and which is equal to the weight of displaced fluid। यही हो, यही आर्किमिडीज प्रिन्सिपल हो। र अब ल अफ फ्लोटेसन के गर्ने हेर्नु, when an object is wholly or partially immersed in a fluid experience an upward force which is equal to the weight of displaced fluid भने क्लियर भयो। र अब ल अफ फ्लोटेसन के हुन्छ भने, टु फ्लोट एनी अब्जेक्ट, ल अफ फ्लोटेसन स्टेट दैट टु फ्लोट एनी object in the fluid it must displace
equal amount of water equal to its weight. सिम्पल के भनेको यसको वेट बराबर यसले के गर्नु पर्यो डिस्प्लेस वाटर गर्नु पर्यो के डिस्प्लेस वाटर गर्नु पर्यो यो भनेको के भनेको अफ थ्रस्ट इक्वल टु के हो अफ थ्रस्ट इक्वल टु वेट अफ डिस्प्लेस फ्लुइड अनि के हो यो भनेको ल अफ फ्लोटेसन र आर्किमिडीज थ्योरमबाट के भयो क्लियर भयो यहाँसम्म के डाउट छ नो डाउट है ल अब के गरौँ अब हामी जाम अर्को क्वेशनमा अब अर्को क्वेशनमा जाम हेर्नु है एकदमै ध्यान दिएर हेर्नु सुन्नु बुझ्नु भोलि एक्जाममा धेरै याद गर्छ अर्कोमा चाहिँ हाम्रो पास्कल अब पास्कलले के भन्छ सिम्पल रूपमा हेर्नु पीबाट पास्कल पीबाट प्रेसर पीबाट पास्कल पीबाट प्रेसर पास्कलले के भन्छ P1 = P2 भन्छ के भन्छ रे P1 = P2 भन्छ भनेको P1 भनेको F1/A1 = F2/A2 that is F1 * A2 = F2 * A1 यही नै के हो यही नै अथवा यही नै के हो पास्कल ल हो अथवा के भरे पास्कल तर केही पनि आएन भने के पास्कललाई स्टेट दैट P1 = P2 भने पनि तपाईले के गर्नुहुन्छ 0.5 मार्क्स पाउनुहुन्छ बुझ्नुभयो अब एक्चुअलमा यो भनेको के हो अब यो भनेको के भने सिम्पल रूपमा तपाईले बुझ्दाखेरि कसरी बुझाइदिउँ भने जस्तै हैन जस्तै एउटा चाहिँ हाइड्रोलिक एउटा लिफ्ट छ मानम हाइड्रोलिक लिफ्ट छ यहाँको एरिया हो A1 यहाँको एरिया के हो यहाँको एरिया हो A2 हैन यहाँ लाग्छ F1 यहाँ लाग्छ F2 हेर्नु यसले के भन्छ भने इट डजन्ट म्याटर है यसले के भन्छ इट डजन्ट म्याटर हैन हाउ मच इज एरिया हाउ मच फोर्स एप्लाइड ऑन वन पार्ट इन अनदर पार्ट but the ratio of pressure exerted in both parties is same the ratio exerted on both parties is same अब के भन्नु के हो यहाँ हेर्नु यसले के भन्छ जस्तै मानौं तपाईले एउटा एक्जाम्पल तपाईले के दिनुस् भने जस्तै तपाईले कसरी दिन सक्छु भने जस्तै हेर्नु मानौं यसको एरिया छ हेर्नु यहाँ के हो F1 = A1 र F2 = A2 हेर्नु है मानौं यहाँ F1 कति छ मानौं तपाईको यसको तपाईको A1 कति छ एरिया यसको तपाईको एरिया छ 10 एरिया कति छ रे तपाईको 10 छ र यसमा फोर्स कति लागेको छ 100 कति लागेको छ एरिया फोर्स 100 लागेको छ यसले मैले सदर कति आयो 10 आयो कति आयो रे 10 पास्कल प्रेसर आयो हैन अब हेर्नु यसको अभियसली A2 के छ यसको अभियसली A2 ठुलो छ यसको अब एरिया कति आयो 220 आयो भने जति धेरै एरिया हुन्छ त्यति धेरै के लाग्छ तपाईको के लाग्छ त्यति फोर्स जाने हो नि हैन त्यति उले फोर्स जाने हो भने यहाँ 20 छ भने यहाँ कति हुनु पर्यो यहाँ 2 हुनु पर्यो के गर्न यसरी कटेर कति आउँछ 10 आउँछ के आउन आउँछ हो यो रेशियो सेम आउँछ के यो मतलब हुन्न प्रेसर एरिया कति छ फोर्स कति छ त्यो मतलब हुन्न तर के हुन्छ दुईटाको रेशियो भनेको यहाँ भएको P1 र यहाँ भएको P1 के हुन्छ सेम हुन्छ के हुन्छ रे तपाईको सेम हुन्छ अब तपाईले गइरहने तपाईले नबुझे पनि तपाईले गइरहने म अब आउने क्लासहरुमा बुझाउँला हैन कति पढाउँछु तपाईको 11 12 मा क्लासमा बुझाउँला तपाईले के बुझ्नुस् भने in a closed container लेखिन्छ हैन in a closed container हैन in a closed container when we apply pressure on one part of liquid this pressure is equally and normally transmitted throughout the liquid and in a closed container when you apply pressure on one part of liquid जस्तै एउटा closed container छ के एउटा closed container छ के सर एउटा closed तपाईको एउटा closed container छ क्लोज एउटा कन्टेनर छ हेर्नु एउटा क्लोज कन्टेनर किन मारेर फसिरहेको छ क्लोज कन्टेनर छ यहाँ बाहिरबाट पुरै सिल प्याक छ हावा भित्रबाट हेर्नु है भनेको बाहिरको एक्सटर्नल एजेन्टले के गर्न भएन असर गर्न भएन र भित्रको तपाईको बाहिर आउन भएन हेर्नु है क्लोज कन्टेनर छ र यहाँ तपाईको के छ यहाँ तपाईको मानम लिक्विड छ र यदि मैले यो पार्टमा मैले P1 दिए भने के गरे P1 दिए भने यो के हुन्छ
यो सबै लिक्विडमा के हुन्छ नर्मली भनेको 90 डिग्री बनाएर हैन के 90 डिग्री बनाएर के गर्छ तपाईको ट्रान्समिट हुन्छ के हुन्छ रे ट्रान्समिटेड हुन्छ इक्वली एन्ड नर्मली जति लगाएको प्रेसर त्यही P1 त्यही रेशियोमा के हुन्छ डिवाइड हुन्छ त्यही नै के हो पास्कल प्रेसर हो इन अ क्लोज कन्टेनर व्हेन यू अप्लाई प्रेसर on one part of the liquid this pressure is equally or normally transmitted throughout the liquid in a whole container in one part of liquid this pressure is equally normally transmitted throughout the liquid in a whole container in all part of लिक्विड भाइ ओके पास का यही नहीं हो गया जसरी हेर्नु मैले भने नि सार आउन पर्यो डेफिनेसन जस्तो बनाए पनि हुन्छ फिजिक्समा जस्तो बनाए पनि हुन्छ भनेको के रहेछ रे P1 = P2 यही नै के हो यही नै तपाईको के हो रे यही नै तपाईको पास्कल ल यसरी के गर्न सकिन्छ हामीलाई बुझ्न सकिन्छ अनि के बुझ्न सकिन्छ रे F1 = A1 = F2/A2 है F1/A2 = F2/A2 यो पनि बुझ्न सकिन्छ यसले के गर्न सकिन्छ हामीले पास्कल लको पनि के भयो रे क्लियर भयो र अब अर्को के छ भने अर्को डिफाइन टोटल इन्टरनल रिफ्लेक्सन इट कजेस एन्ड डिस्पर्सन अफ लाइट हेर्नु भयो टोटल इन्टरनल रिफ्लेक्सन भनेको के हो यो पनि बुझिदिन्छु जस्तै कुनै पनि अब्जेक्ट यो भनेको रेयर मिडियम भयो यो भनेको डेन्सर मिडियम भयो है रेयर भनेको के हुन्छ जस्तै एयर भयो यो भनेको एयर भयो मानम यो भनेको के हो यो भनेको वाटर भयो है डेन्सर भनेको जसमा चाहिँ डेन्स मोलिक्युल्सहरु छ जो चाहिँ डेन्सर छ रेयर भनेको के हो जसमा चाहिँ के छ मोलिक्युल्सहरु पर छन् र जब कुनै पनि वाटर हेर्नु है वाटर जब के हुन्छ रे वाटरबाट जब कुनै रे अफ लाइट बाहिर फेक्छ के हुन्छ यो के हुन्छ यो अवे फ्रम नर्मल हुन्छ के हुन्छ रे अवे फ्रम नर्मल है डेन्सरबाट रेयरमा जाँदा के हुन्छ रे अवे फ्रम नर्मल हुन्छ रेयरबाट डेन्सर आउँदा के हुन्छ टुवर्ड्स द नर्मल हुन्छ हैन अनि टुवर्ड हेर्नु है डेन्सरबाट रेयरमा आउँदा के हुन्छ रेयरबाट डेन्सरमा आउँदा के हुन्छ रे टुवर्ड्स द नर्मल हुन्छ यो यसरी जान पर्ने हो र यसरी नर्मल के हुन्छ बेन्ड हुन्छ हैन यो चाहिँ अवे फ्रम नर्मल हुन्छ यदि सिधा फ्याक्यो भने के हुन्छ यो सिधा हुन्छ बुझ्नु भयो यो पनि एउटा रिफ्र्याक्सन अफ लाइट को एउटा फिनोमिनाहरु है ल अब के हुन्छ जस्तै मानव हेर्नु है यो के हो भने टोटल इन्टरनल रिफ्लेक्सन भनेको के हो भने जस्तै हेर्नु एउटा कुनै पनि अब्जेक्ट छ यसलाई मैले के गरे यसलाई मैले यसरी लाइट एउटा मैले बाहिर फेके के हुन्छ यसरी गयो अब यसको मैले एंगल बढाइदिए के गरे अब आफूचोटी मैले यसको एंगल मैले यसरी बढाउँदाखेरि के हुन्छ अब यसको मैले यसरी बढाइदिए भने के हुन्छ यो झन् यसरी जान्छ के हुन्छ यसरी जान्छ हैन पहिला यसरी गएको थियो अब हल्का तल आउँछ र एउटा यस्तो कन्डिसन आउँछ जुन कन्डिसनमा मैले यसलाई हल्कामा यसरी गराएँ के हुन्छ यो तपाईको यसरी जान्छ के हुन्छ यसरी जान्छ हो दैट इज कल्ड क्रिटिकल एंगल के रे क्रिटिकल एंगल भनेको when in ray of light is incident from denser to rarer medium हैन के हुन्छ डेन्सर टु रेयर मिडियम हैन यतिखेर के हुन्छ भने जुन रिफ्लेक्टेड रे हुन्छ जुन चाहिँ रिफ्लेक्टेड ले हुन्छ जब रिफ्लेक्टेड ले चाहिँ के हुन्छ रे सरफेसको पर्पेन्डिकुलरली जान्छ भने त्यो एंगल हामीले के भनिन्छ क्रिटिकल एंगल भनिन्छ के हुन्छ रे क्रिटिकल एंगल भनिन्छ त्यो हामीले बुझ्यौं कन्सेप्ट बुझ्यौं र अब एउटा यस्तो कन्डिसनमा जुन कन्डिसनमा मैले यसरी यताबाट फेक्यो के हुन्छ यो रे यहाँ रिफ्लेक्ट ब्याक हुन्छ के हुन्छ रे रिफ्लेक्ट ब्याक हुन्छ र यही नै के हो अब यो रिफ्र्याक्सनबाट के हुन्छ यो चाहिँ रिफ्लेक्सन हुन्छ यो चाहिँ रिफ्र्याक्सनबाट रिफ्लेक्सन हुन्छ के भन्छ रिफ्लेक्सन हुन्छ है यही नै के हो यही नै टोटल इन्टरनल रिफ्लेक्सन हो भन्नु खोजेको के हो भने इन्टरनली रिफ्लेक्ट ब्याक हुन्छ के सेम मिडियममा फर्किन्छ जस्तै when अब यसरी भन्नु what is total internal reflection is a phenomena when in ray of light when an incident ray is incident from denser to rarer medium the reflected ray के हुन्छ the reflected ray reflected in its own medium is called total internal reflection okay total internal reflection को कन्डिसनमा के हुनु पर्छ जहिले पनि त्यो क्रिटिकल एंगल भन्दा के हुनु पर्छ ग्रेटर हुनु पर्छ के हुनु पर्छ रे क्रिटिकल एंगल भन्दा के हुनु पर्छ ग्रेटर हुनु पर्छ र हामी के टोटल इन्टरनल रिफ्लेक्सन भनिन्छ खासै सोध्दैन खासै तर तपाईले कन्सेप्ट चाहिँ बुझ्नु पर्छ टोटल इन्टरनल रिफ्लेक्सन भनेको के तपाईले बुझ्नु पर्छ है यसको कज के हो किन हुन्छ भने बुझ्नु पर्छ जस्तो के हुन्छ भने यदि क्रिटिकल एंगल भन्दा यसै बुझ्नु when in reflected ray is
when the reflection angle is more than the critical angle, this is called critical angle, this is called total internal reflection phenomena है यो। यसरी के बुझे पनि भयो है, एकदम बेसिक एउटा बुझ्नु। म तपाईलाई डेफिनेसन चाहिँ तपाईले के गर्न सक्नुहुन्छ, तपाईले गुगल गर्न सक्नुहुन्छ, तपाईले लेखाइदिनु भएन, तपाईले आफ्नो नोट कपी बुकबाट हेर्न सक्नुहुन्छ। डेफिनेसन ल्याउँदा यहाँ लेट हुँदै गइराछ, त्यही भएर म बुझाइदिइ मात्र राखेको छु है। अब यसको कज के हो, यसको कज के भन्नु, यसको कज सिम्पल रूपमा छ। यसको कज के हो भने कुनै पनि रे अफ लाइटलाई यदि मैले के भन्छ नि, तपाईको कज के हो भने जति यसरी ल्याउन सक्नुहुन्छ। यसको कज के हुन सक्छ भने तपाईको खासमा यो कज, यसको कज मतलब यसको पनि मतलब कज भन्नेछु। यसको कज के हुन सक्छ भने यदि मैले रिफ्लेक्टेड रेलाई हैन के भन्छ नि क्रिटिकल एंगल भन्दा मैले बडी एंगलमा के गरेलाई मैले इन्सिडेन्ट रेलाई फेक्यो भने के हुन्छ, त्यो टोटल इन्टरनल रिफ्लेक्सनमा जान्छ। के हुन्छ, त्यो टोटल इन्टरनल रिफ्लेक्सनमा जान्छ। अथवा मोर सुन भनेको यसलाई मैले जति मैले डेभिएट गर्छु, जति यसलाई मैले डेभिएट गरेर माथि जान्छु नि के हुन्छ, त्यो त्यति के हुन्छ भनेको the main cause के रहेछ रे its deviation beyond the critical angle है। that is why total reflection को cause भयो। खासै इम्पोर्टेन्स छैन, तर तपाईलाई मैले किन बुझाएको भने डिभाइन टोटल रिफ्लेक्सन को किन बुझाएको भने तपाईले डायमन्ड साइन्स मोर हैन देन एनी अदर के भन्छ मेटल किनकि त्यहाँ टोटल इन्टरनल रिफ्लेक्सन हुन्छ। के हुन्छ रे, टोटल इन्टरनल रिफ्लेक्सन हुन्छ। तपाईले त्यसको लागि म बुझाएको मिराज अकर हुन्छ के ड्यू टु द के टोटल इन्टरनल रिफ्लेक्सन, त्यो बुझाएको हो। त्यो बुझ्नको लागि यो लेखाएको है, हेर्नु है कज डिस्पर्सन अफ लाइट। अब डिस्पर्सन अफ लाइट भनेको के हो, अब डिस्पर्सन अफ लाइट भनेको के हो, डिस्पर्स हुने भनेको लाइट चाहिँ के हुन्छ, डिस्पर्स हुने, लाइट के हुन्छ रे डिस्पर्स हुने। जस्तै एउटा प्रिज्मा छ, एउटा प्रिज्मामा मैले के गरे, यदि मैले यसरी मैले लाइटलाई यसरी मैले व्हाइट लाइटलाई यसरी फेके भने त्यो व्हाइट लाइटलाई के फेके भने के हुन्छ, यो तपाईको 7 वटा कलरमा 1 2 3 4 5 7 हेर्नु है, यसरी के हुन्छ उ हुन्छ भनेको VIBGYOR वायलेट, इंडिगो, ब्लू, ग्रीन, येलो, ऑरेंज र रेड के रे VIBGYOR हो। यो चाहिँ के हुन्छ, रिफ्लेक्ट हुन्छ के रे, यो त डिस्पर्स हुन्छ भनेको छिरि छ के रे, त्यही भन्छ रे जस्तै छाता भयो नि, छाता बन्द भयो, छाता खोल्दा के हुन्छ, यस्तो फुल हुन्छ कि छितिरिन्छ भन्छ, छितिरिन्छ छरिएर आउँछ लाइट, के हुन्छ छरिन्छ। त्यही के डिस्पर्सन अफ लाइट भनेको when and white light when a ray of light is incident to prism, the white light disperse, the white light is scattered into 7 different colors, that is के VIBGYOR and that is called dispersion of light, that is called dispersion of light। अब यसको कज के हो, भने सिम्पल रूपमा जस्तै डिफरेन्ट लाइट हैन, डिफरेन्ट कलर हैज इट्स ओन स्पीड भनेको यसको स्पीड आफ्नै छ, यसको स्पीड आफ्नै छ। यसको स्पीड फास्ट छ, यसको स्पीड के छ स्लो छ है। यो परसम्म जान सक्छ, यो कम परसम्म जान सक्छ। यति पनि बुझ्न परेन। सिम्पल के बुझ्नुस् भने तपाईले यसरी स्क्याटर हुन्छ भनेको डिफरेन्ट कलर हैज ओन स्पीड र अर्को के हुन्छ, अर्को हुन्छ वेभलेन्थ डिफरेन्स है। वेभलेन्थ डिफरेन्स भनेको के हुन्छ तपाईको डिस्पर्सन अफ लाइट हुन्छ। अब अर्को कुरा तपाईँ के हुन्छ, जब म यसरी माथि जान्छु के हुन्छ, यसरी तलबाट माथि जाँदाखेरि के हुन्छ रे, वेभलेन्थ बढ्छ र फ्रिक्वेन्सी के हुन्छ घट्छ। वेभलेन्थ बढ्छ र फ्रिक्वेन्सी घट्छ। यसरी हामीले के गर्न सकिन्छ, फिजिक्सको एकदम इम्पोर्टेन्ट क्वेशन गर्न सकिन्छ। के गर्न सकिन्छ रे, फिजिक्सको एकदमै इम्पोर्टेन्ट क्वेशन हामीले के गर्न सकिन्छ, यसरी सल्भ गर्न सकिन्छ। र अब हामीले के गरिन्छ, अब हामीले अरु क्वेशन गरिन्छ। सो कीप अपडेटेड, सब्स्क्राइब गर्नुस् च्यानललाई, सब्स्क्राइब गर्न नबिर्सनुस्, कमेन्ट